यो चाहिँ भेडाको या फुला ए हो यो फुला राज खान यो भान्सेहरूलाई ल साह्रै मिठो धेरै डढो हो त यो चाहिँ के अरे यो चाहिँ मैले पुरा टर्की टर्की हो हजुर हजुर यो चाहिँ खासै यो धेरै छैन होइन 6 किलो मात्रै हो ए मात्रै खुट्टा चाहिँ फेरि फाल्टै छ है यसको ए हात के अरे टाउको चाहिँ यसको 3टा थियो क्या ए हो र हो नि त्यही त होइन एउटा गल्नु बिर्सेको होला नि तपाईँ मैले यो अमेरिकाबाट आएको कस्तो लागिरहेछ दिदीलाई काल दिदीलाई भदैको ठिकै लाग्यो भोलि जन्ती सरर होइन जाने मिनी बसाइमा मिनी बसैमा होइन बिस्तार हो दाजु हेट सबै निकाल्नु म तपाईँले पोल्छ यस्तै हो नि बिस्तार हो त्यो पोल्छ बिजनेस चाहिँ छोड्नु हुँदैन बिजनेस चाहिँ छोड्नु बिजनेस त छोड्नु हुँदैन जति नै जेही बाधा आइपरे पनि साइड बिजनेस सही हो भेडा काट्नु चाहिँ कसैलाई साइड मार्नु परेन कहाँ हामीले मारेको नि दाजुले काट्ने हामी उयो कुखुरा गर्ने काट्नु चाहिँ काइँडीलाई साइड मारेको अरे भेडा काट्नु चाहिँ एक्लै अनि आफै हामीले गरे मूल घरमा भोलि टिकाको के अरे लाइटर रहेछ नि त लाइटर रहेछ नि त लाइटर रहेछ देखिन्छ आँखा नि देखिन्छ नि अब त्यही भदैको बिहेमा उयो गर्नुलाई हर्कले नि हो हर्षा बडा गर्नु पर्यो नि त बडाई आँखा देख्नुहोस् नदेखिस यहाँ अँध्यारो भने गरिँदैछ ल ल मैला यो मेरो भदैको माला हुनु पर्ने होइन पर्ने होइन उन्दैछु उन्दैछु अब चेलीहरूले उन्नुपर्छ अरे नि त हो नि मौकाले भेटेको होइन सिरीदेखि सुगमसम्म गर्नु पर्यो खर्स्याउनु पर्ने थालेपछि अन्तिम हुन्छ अब दाम्पत्य जीवन जस्तै भइरहेको छ भने अझै राम्रो होस् है फली फुलोस् फलोस् फुलोस् एकदम हर्षका साथ हामी टिका भदैको बिहाको लागि एक्साइटेड एकदम एक्साइटेड छैन माला पनि छ त भाउजूले दामी दामी यो चाहिँ नि ठिक पछि टक्कसँगले फ्रेम बनाएर टक्क राख्ने होइन सधैँभरि यही दुबो जस्तै नउइलाउन् यो राम्रो होस् भनेर हुँदैन यता 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 हेर ल सिहान त्यस्तो गर्नु हुँदैन ल हजुरबा यहाँ मस्त मगन के गरेको भन्छ त्यो बुढी भइसक्यो को हो टिकट टेस्ट गर्नु पर्यो दुनियाँदारी नगरे नि घरमा भेट्ने मौका गर्नु पर्यो अब खुसी लाग्यो के अरे कागज बन्ने छ राम्रो भयो आमाले हाम्रो आमा दिदी भन्दै साँच्ची जस्तो हो त्यस्तो हाम्रो आमाले के भन्यो भने नि अब के चाहिँ बिहा ल्याउनु काम गर्छ
फेरि यहाँको भुटान पाक्नु बेग्लै छ नि फेरि यहाँ हौ यी कहाँबाट ल्यायो लसुन त्यो त अलि भरेको त लसुन कुमार दाजुबाट भेडाको मासु भोलिको लागि अनि यता भेडाको भुटन यहाँको भुटानी भुटन कता हो कराईमा छ त्यहाँ ए भुटन यता त्यो यहाँ पनि छ यहाँ हो दिदी होइन यहाँ हाम्रो भिडियो भुटन कस्तो छ यहाँ हेर त रक्ती मिसिएको ठुल दिदीले पकाउनु भएको यो दिदी हाम्रो सेती दिदीले होइन त ल हेर्दै चाहिँ नि मिठो यहाँ नमिठो खाउँ भएको छ अँ, छोपे ल यहाँ कुखुरा अब चिरफार बाँकी चिरफार बाँकी अपरेसन गर्नु छ हौ। दिदी के छ त भनाइ अनि अब भदैको बेमा होइन मलाई भदाइको गेममा ढापादेखि अब खुसीको लागि उहाँ रमाइलो छ अह आगो तापेको छ त्यही त हो ल ठिक छ भोलिको लागि तयारी तयारी रेडीमा। ल रेडी तयारी यता अब दिदीको पनि केही एक दुईवटा शब्द जाओस् ए हामी त झापादेखि बे खानु आएको अह। माइला भदौको बेमा जन्ती अन्त म पनि झापाकै हो है त अब भोलि बेहुला लिएर जाने त्यहाँदेखि भोलि बेलुका बेहुली ल्याउने अँ, नाच्ने आजै नाचेर यहाँ आँगन नै बाङ्गो भइसक्यो होइन अब अहिलेसम्म थाल्ने हो नि अहिले एकछिन न होइन आज त उयो हो नि के अरे रिहर्सल हो भोलिको लागि भोलिको लागि अँ, भोलि त्यहाँ चाहिँ नि नाचेरै जाने नाचेर बेहुली हो ल्याउने नि 100 आना ठिक हो नि कान्छा बाबुलाई पनि भन् ए अब ल कहाँ के छ एक दुई शब्दहरू होइन अब यसो एकदम खुसी छु म है मेरो भतिज सम्धि हुने भन् न होइन उहाँको भइसक्यो जिउँदै बुढो हुन पाइन्छ अँ, जिउँदै बुढो भयो नि अनि होइन उहाँले गरिसक्नु काकाले गरिसक्नु भयो नि निभाइसक्नु भयो खै म खादिदिन्छु त्यो अनि यता मामा के छ त यसो दुई चार शब्द मामा हजुर बेको बारेमा के छ त यसो दुई चार शब्द कस्तो अनुभव भइरहेछ पहाड बसाइ ताप्लेजुङ बसाइ कस्तो भइरहेछ एकदम राम्रो हुँदैछ हजुर भोलिको तयारी के छ कुनै भोलिको तयारी चाहिँ रेडी अप भइराखेको छ भानिजको लागि होइन भानिजको लागि चाहिँ नि हामी ल है ल खै कतिको यो खै चाहिँ यसको देखाउँदैन नि त भइरहेछ यहाँ अहिले हालेको अहिले 83 कति छ माइतीको जन्ती भएर गएको लाउनु पर्दैन ल ल को भिडियो हामी भिडियो गरे ए यहाँ बोल्दैछौँ हामी पोर्चुगलमा कनेक्सनमा जोडियो ल ल निरन्तर यसो मेहनत हेर्दा त माटाकै मान्छे जस्तो देख्छु माटोको अँ, म अँ, के होइन माटोकै हो गर्नु छोड्यो ल है ल जय माटो लु म त होइन र पनि यसो अब समर्थन माटोको अँ, होइन नि अब मैले त भोट लाउनै पाउँदैन के गर्नु माटो न ढुङ्गा नि के गर्नु गाह्रो छ गाह्रो छ अँ, बैठ चाहिँ कहाँ हो भान्जीको बारीको के मिलेन भन्दैछ भाडा है यता चोखोबाट छ हुँदैछ हुँदैछ यहाँ हाम्रो निरन्तरता अब अहिले रमझम हुँदैछ
अहिले के गरेछ त यहाँ ढाड देखिरह होला हौ यहाँ नाङ्गी ढाड कहाँ भित्र